नमस्कार, म अनिल। नेपाल सरकार मन्त्री परिषदको मिति 2082 चैत्र 13 को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी 100 कार्यसूची छोटकरीमा बताउन गइराखेको छु। भाग 1 मा निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइयो। सरकारलाई परिणाममुखी र जवाबदेही बनाइने, सबै दलका प्रतिबद्धता मिलाएर राष्ट्रिय प्रतिबद्धता बनाइने, संविधान संशोधनका लागि राष्ट्रिय सहमति खोजिने, दलित तथा वञ्चित समुदायप्रति औपचारिक माफी मागिने, जेनजी आन्दोलन पीडितलाई राहत र पुनर्स्थापना गरिने, घटनाको छानबिन गर्न उच्च स्तरीय समिति गठन गरिने, आयोगका प्रतिवेदन कार्यान्वयन गरिने, मन्त्रालय सङ्ख्या घटाएर 17 बनाइने, सेवा प्रवाह सरल र छिटो बनाइने, अनावश्यक संस्था हटाइने वा पुनर्संरचना गरिने, प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त बनाइने, कर्मचारीलाई अनुशासित र उत्तरदायी बनाइने, सङ्घ प्रदेश र स्थानीय संरचना मापदण्ड बनाइने, शिक्षक सेवा व्यवस्थापन प्रदेशबाट गरिने, कर्मचारी मूल्याङ्कनलाई परिणामसँग जोडिने, सेवा गुणस्तर प्रमाणीकरण प्रणाली लागू गरिने, सरकारी कार्यालयको मापदण्ड सुधार गरिने, कर्मचारी डिजिटल प्रोफाइल बनाइने, नागरिक सेवा केन्द्र स्थापना गरिने, नागरिक सेवा पूर्ण डिजिटल बनाइने, फ्रन्ट डेस्क कर्मचारीलाई तालिम दिइने, सेवा प्रक्रियाको पुनर्संरचना गरिने, 24 घण्टे गुनासो प्रणाली लागू गरिने, हेलो सरकार प्रणाली सुधार गरिने, सेवाहरू समयबद्ध र डिजिटल बनाइने, सरकारी कागजात घरमै पुर्याइने, डिजिटल प्रणाली सुदृढ बनाइने, डेटा एकपटक मात्र सङ्कलन गरिने, एप र पोर्टल सरल बनाइने, नागरिक एपबाट सेवा आवेदन सहज बनाइने, सेवा लिन समय तय गर्ने सुविधा दिइने, डिजिटल हस्ताक्षर प्रणाली लागू गरिने, फाइल ट्र्याकिङ प्रणाली बनाइने, प्रमाणपत्र अनलाइन डाउनलोड गर्न मिल्ने बनाइने, एकीकृत डिजिटल शासन प्लेटफर्म बनाइने, सबै सेवा एउटै प्लेटफर्मबाट उपलब्ध गराइने, डिजिटल नियामक निकाय स्थापना गरिने, आइटी संरचना एकीकृत गरिने, आइटी सम्बन्धी कानुन बनाइने, डिजिटल आर्किटेक्चर तयार गरिने, बेटिङ एप बन्द गरिने, सम्पत्ति छानबिन समिति गठन गरिने, सुशासन केन्द्र सुधार गरिने, डिजिटल सम्पत्ति ट्र्याकिङ प्रणाली बनाइने, भ्रष्टाचार विरुद्ध राष्ट्रिय योजना ल्याइने, सदाचार नीति लागू गरिने, सार्वजनिक खरिद प्रणाली सुधार गरिने, आयोजना व्यवस्थापन सुधार गरिने, ई प्रोक्युरमेन्ट प्रणाली लागू गरिने र परियोजना सहजीकरण कानुन ल्याइने। र यो भाग 1 रहेको थियो, जुन नेपाल सरकार मन्त्री परिषदको मिति 2082 चैत्र 13 को बैठकबाट स्वीकृति शासकीय सुधार सम्बन्धी 100 कार्यसूची रहेको थियो। र अर्को भाग 2 मा हामी अरू बाँकी स्वीकृति शासकीय सुधार सम्बन्धी अरू कार्यसूची लिएर आउनेछु। धन्यवाद।